साइडमा खरबुजा र काँक्रा खान लोकल काँक्रा खानको लागि हामी तीनै दाजुभाइहरू आएको साथीहरु यो चाहिँ धनगढीमा रहेको सन्तोषी टोल मोहना खोला साइडमा रहेको यो चाहिँ खेती हो। 30 रुपैयाँ किलो अंकल लोकल हो नि लोकल हो अहिले ठिकै हो तरकारीको हामी के विशेषताहरू यहाँको स्थानीय बासिन्दालाई सोध्छौं। ब्रो यहाँको के विशेषताहरू भनिदिनु त। नमस्ते म चाहिँ यहाँको यो खेती लाउने सब मेरै हो। मेरो नाम जयराम राणा। यो सब एकदम यो कसरी छ त यो तरबुजाको रेट? यो 20 रुपैयाँमा 20 मा हो। 3 ले भने 1 फ्री हो। एकदम बबाल छ एकदम ताजा। करेला कति प्रकारको पाइन्छ हाम्रो यता? करेला 3 प्रकारको रातो कालो सेतो। अनि कसरी खान्छन् करेलालाई? करेलालाई भुटेर पनि खान सकिन्छ। विभिन्न तरिकाले खान। अंकल यो भित्र नीलो खाले तरबुजा छैन हामीसँग? नीलो वाला छैन हरियो कालो वाला ए कालो वाला चाहिँ अरे त। गाइस वेलकम ब्याक च्यानल। एक समानमा तरी खाना आलु सजी हुन्छ। पाएर म भाग छुट्टिन जोत्तो यार कस्तो छ भन्दै त भाइ टेस्ट एकदम बबाल छ। हल्का टुग्लो छ यार। एकदम बबाल अनि म काउनु पर्यो अरे बबाल छ। एउटा बसिया हा कुआउने सम्पर्क गर्नु होला हामीले त्यसको लागि डेलिभरीको सुविधा पनि छ।